Hello and welcome back to our YouTube channel. Hope you all are doing well and welcome to my new vlog. So guys, आजको यो vlog म बनाइरा छु नेपालगञ्ज to Mustang. So watch till the end and wait, I will rock this vlog. So hello guys, अब यहाँबाट चिया खाएर हामी केटाहरू निस्किसकेछौँ। अनि अगाडि पनि मान्छेहरू छन्। सनराइज भइसकेछ। सूर्यप्रणाम पनि गरिसकेछौँ। अब अगाडि आउँदै जान्छौँ। के कस्तो हुन्छ के कस्तो छैन। It's not easy but we just go with flow. कुछ साइलेंट तो देते हैं। हाँ आप बोलो। नमस्ते, मेरा नाम सुभाष पत्रकार। चला जाए देख ले है। डोंट वरी गाइस, आलुबाङको पुल। यो फर्स्ट टाइम एक्सपीरियंस हो मेरो बाइकमा चढ्न। हम मालूम है तेरे बाप को मत सिखा। गाइस, यता हामी खाना साना घिचेर अब निस्किन लाग्यौं। यहाँको खाना कस्तो लाग्यो तिमीलाई? मीठो लाग्यो। मलाई पनि राम्रो लाग्यो है। म पहिला पनि आएको, हामी लुम्बिनी जाने बेला अनि फर्किन्थ्यौँ। त्यसपछि आई थिंक राज धेरै राम्रोसँग चिन्छ यो आन्टीलाई। सो अहिलेको लागि यति नै। अगाडि म बनाउँदै हिँड्छु है, किनकि सो गाइस, हामी अहिले चाहिँ बुटवलमा छौँ। चटक अब चाहिँ पोखरा जान आँटेछौँ। अब त्यहीँ पुगेर म ब्लग कन्टिन्यू गर्छु। What's up guys? अब हामी चाहिँ यता बीच बाटोमा बाटो पुरेर बसिरहेछौँ। साथीहरू चाहिँ पानी लिन गएका छन्। यता चाहिँ म्युजिक म काट्दिन्छु, नत्र कपिराइट लागिहाल्छ। फेरि पैसा छैन नि अहिले त मसँग। त्यही भएर छिटो 50K फलोवर्स पुर्याउनु है। सब्स्क्राइबर सबैजना लाइक ठोक्नु, कमेन्ट ठोक्नु, सब्स्क्राइब ठोक्नु ल। अब मेरो कपालले त इग्नोरै गर्नु, किनकि मेरो कपाल त त्यस्तै हो साथी हो। हेर्नु, हसीन वादिया ये खुला आसमां, कहीं मिलेगा आपको? नहीं मिलेगा ना। तो इसीलिए आने का, पर सेफ्टी से आने का, ठीक। चेक द रोड। यस्तो रोड छ कि पुलियामा कम्युनिटी गाइडलाइन्सको बाध्यताले भन्न मिल्दैन। सबको हालत खराब छ साथीहरू। राइडरको पनि, बस्नेवाला मान्छेको पनि, अनि अगाडिको साथीभाइहरूको सबको कचौडा है।
सो फाइनली गाइस हामी पोखरा पुगिहालेछौँ। अब यहाँ कहाँ रोक्ने कहाँ नै त्यसैको बारेमा लाइनहरू चलिरहेछ। लेट्स सी के फिक्स हुन्छ। आई एम सो टायर्ड। म भित्र 1% पनि त्यो छैन यार। के अब खै कहाँ गइरहेछ आफैलाई थाहा छ। सो हेलो गाइस, फाइनली हामीलाई रुम भेटिसकेछ है। अनि म चाहिँ आफ्नो सिंहासनमा आइहालेको छु। आई एम नट फिल वेल। सो यो भिडियो म यतै एन्ड गर्छु। होप हजुरहरूलाई यो भिडियो मन परोस्। हजुरहरूले धेरै माया गरिदिनु होला। अब के भन्छन् नेपालगञ्ज टु मुस्ताङको सेकेन्ड पार्टमा भेटौँ। बाई बाई।